वहाँ राम नेपालबाट आएको एक साधारण मान्छे आफ्नो परिवारको लागि खाडीको कठोर घाममा पसिना बगाइरहेको छ। हरेक दिन उसको शरीर चिच्याइरहेको हुन्छ। कहिलेकाहीँ मन लाग्छ होला सबै छोडेर भागौँ, तर वास्तविकताले फेरि उसलाई उठाउँछ किनकि उसको सपना अझै बाँकी छ। अनि छोटो ब्रेकमा उसलाई सम्झना आउँछ आफ्नो घर र उसको मायालु श्रीमती। राम, हाम्रो अवस्था हेर्नुस्, धेरै ऋण बाँकी छ। हामी खुसी त छौँ नि, जे छ त्यसैमा। अरूलाई हेर्नुस्, बाहिर गएर कति कमाइरहेका छन्। तिमीले उनीहरूको खुसी मात्रै देख्छौ, दुःख देख्दैनौ। दाइले भन्नुभएको छ खाडीमा काम छ, प्रयास गरौँ न। पछि कुरा गरौँ। राम, मेरो कुरालाई बेवास्ता नगर। हाम्रो धेरै सपनाहरू छ अनि ऋण पनि। म बुझ्छु, तर बाहिर जानु सजिलो हुँदैन। सजिलो त यहाँ पनि छैन नि राम। यहाँ बस्दा हामी के पाइरहेका छौँ? अरू सबै अगाडि बढिरहेका छन्। हाम्रो जीवन किन यस्तै अड्किएको? हामी अरूको बारे किन सोच्ने? आफ्नो भविष्य बनाऊँ न। तिमी विदेश जानु, म पनि सहर जान्छु, काम गर्छु। हामी दुवै मिलेर कमाउनु पर्छ। ठिक छ, म कुरा गर्छु तिम्रो दाइसँग। 2 हप्तामा नै रामको खाडीको भिसा आयो। यसरी बुढीको कर र आफ्नो सपना पूरा गर्न राम 10 वर्ष अघि खाडी आइपुगेको थियो। Ram, what are you doing, huh? Break is over. Get back to work now. साँचो योद्धा कहिले हार मान्दैन। खाडीको कठोर जीवनमा हरेक दिन सङ्घर्ष छ। थाक्छ तर ऊ रोकिन्न किनकि उसको सपना ठूलो छ। यो टाढाको माया टुट्छ कि झन बलियो बन्छ। स्याम, थाहा पाउन लाइक, शेयर, एकछिन कुरा गर्न सब्स्क्राइब मिल्छ? गर्नुहोस्। भाग 2 मा भेटौँला।